एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। सबैजना सन्चै हुनुहुन्छ होला भन्ने आशाको साथमा मैले भिडियो स्टार्ट गरिसकेको छु बिहानै। अनि यति बाहिर यस्तो चर्को घाम लागिरहेको छ अनि मैले फेरि अहिले खाना पकाउँदैछु किनकि आज यति छिटो किनभने आज मेरो दिदीको बर्थडे छ, मेरो फुपूको छोरीको। अनि सो हामीहरू आज बनकट्टी जाँदैछौँ किनकि हामीहरूले म भाउजू अनि दिदीहरू भएर दिदीलाई बर्थडे सरप्राइज दिनको लागि। अनि आइ एम सो एक्साइटेड किनकि मैले 1 महिनादेखि प्लानिङ गरिरहेको थिएँ यसरी हामी बर्थडे सरप्राइज दिन जाने भनेर। सो अब हेरौँ कस्तो हुन्छ, सरप्राइज हुन्छ कि नै त्यो त थाहा छैन। अनि त्यही पनि होइन, अब एउटा खुसी, अब एउटा सानो केक ल्याइदिएर त्यो नभनिकन दिएर त्यो केक त जसले पनि किनेर खान सकिहाल्छ, तर सरप्राइज भनेको सरप्राइज हो। अब आफ्नो बर्थडेमा स्पेसल दिँदाखेरि एकदम खुसी हुन्छ नि त मान्छेहरू, त्यही भएर। अनि सो मैले मेरो दिदीले पनि बर्थडे अझैसम्म त्यस्तो राम्रोसँग मनाएको छैन, अनि त्यो भएर नि यसो बर्थडे सरप्राइज दिउँ न त भनेर अस्ति नैदेखि 30मा मेरो अर्को फुपूको छोरीहरू आउनुभएको थियो। अनि फेरि भाउजूहरू सबैसँग सल्लाह गरेर नि जाऊँ न त, त्यसो भए सबैजना भएर, सबैभन्दा 3-4 जना हामीहरू भएर अनि रमाइलो गरौँ यो दिन भनेर अनि जाँदैछौँ। अनि फेरि मलाई उसँग नि छुट्टै अट्याचमेन्ट छ मेरो, किनकि दिदी भन्दा पनि स्पेसली साथी मेरो, जब मेरो सानैदेखिको खेल्ने साथी भने पनि ऊ हो दिदी, दाईहरू यताउति भने पनि ऊ नै, दाईहरू भए तापनि अनि धेरै जस्तो उस गर्ने। अनि यति जतिखेर रुने बोल्ने हाँस्ने सबै एभ्रिथिङ। कतै यहीँ दोकान जानु छ भने जाऊँ न दिदी, जाऊँ न बहिनी दिदी भन्ने, बहिनी दिदी भन्छु मैले। सो अनि यस्तै होइन, कति सानोको मेमोरिजहरू यति धेरै छन्। अनि त्यही भएर राम्रोसँग टाइम स्पेन्ड पनि गर्न पाइएको छैन किनकि त्यही भएर पनि अहिले यसो म अहिले पहिला त अलिक घर जाने यताउति गर्थेँ, आजकल म त्यति जान पाएनौँ किनकि मेरो जबले गर्दा पनि। सो त्यही भएर आज हामीहरू बर्थडे सरप्राइज दिन जान लागेको छौँ। अनि यही भिडियो मार्फत यो भन्न चाहन्छु कि होइन, जेसुकै भए पनि राम्रोसँग मैले धेरै टाइम दिन नपाए पनि, राम्रोसँग बोल्न नपाए पनि है, उसले त कति फोन गर्ने यताउति गर्ने गर्छिन् होइन, त्यही पनि मैले टाइममा फोन उठाउन पाउँदिनँ किनकि म एकदमै बिजी भएका कारणले। त्यही भएर आइएम सो सरी भन्छु। अनि ह्याप्पी बर्थडे है, सधैँ खुसी रहनु। अनि फेरि थ्याङ्क यू सो मच फर एभ्रिथिङ मेरो लागि, किनकि पहिले सानैदेखि हामी एकदमै साथी जस्तै कि दिदी बहिनी त कुरै छैन, साथी जस्तै। मेरो फुपूको छोरी, म मामाको छोरी, एकदम साथी जस्तै भइरहन्थ्यौँ, त्यही भएर पनि एकदमै खुसी लाग्छ। अनि त्यही भएर मैले छिटो खाना पकाउन लागिसकेको छु। अनि छिटो खाना पकाएर अनि भेनाको कारमा जाने हो 10 बजीतिर। अनि जान्छौँ अनि के हुन्छ, अनि उतादेखि फेरि भेना अर्को मेरो दिदीको बुढा हस्बेन्डले अमेरिकादेखि नै यता बुटोलमा उसा केक अर्डर गरिदिनु भएको रहेछ सरप्राइज दिनको लागि। तर मेरो दिदी यस्तो छ भने नि, हाम्रो बहिनी दिदी पुरै के कोट्याइ त के हो भनी सोधी अनि भेनाले भन्नुपर्ने नै भयो, त रिसाउने यताउति भइहाल्छ नि त। त्यही भएर अनि भनेर अनि भनिदिइसक्नु भएछ भेनाले केक अर्डर गरिदिन्छु भनेर। सो सरप्राइज अब त सरप्राइज रहेन। अनि मैले पनि भेनालाई फोन गरेर अनि भनेको थिएँ कि हामीहरू जाने हो भनेर, किनकि हाम्रो प्लानहरू भनेको पहिल्यैदेखि नै थियो। सो त्यही भएर अनि त्यस्तै कस्तो हुन्छ, कसरी मैले प्लान सक्सेस हुन्छ किन, मलाई फेरि आजभोलि यति सरप्राइज दिन यति रहर लाग्छ किनकि एउटा सानो सरप्राइज, एउटा सानो केक लगाइदिँदा पनि यति धेरै त्यो फेसमा स्माइल देख्न सकिन्छ। अनि त्यो बर्थडेको दिनमा कि त्यो बर्थडेको आफ्नो त्यो दिन यति स्पेसल फिल हुन्छ नि त। अनि त्यही भएर मलाई एकदमै रहर लाग्छ। सो यस्तै छ। अनि म अहिले खाना पकाउँदैछु अनि खाना पकाएर खाएर अनि एकछिनपछि हामी यहाँदेखि निस्किन्छौँ। अनि म देखाउँछु को जाँदैछौँ भनेर है। अब हामी जाँदैछौँ सरप्राइज दिनको लागि। आमाले भनेको रे बहिनीलाई के सरप्राइज दिनु त गएको त मै आमाले लगाइदिन्छ के उतै गरेर लाइछ बाबु मैले हिजो अनि फलफुल त दिन पर्यो अगाडि पनि गरे बसिया अगाडि गयो यस्तो दामी सिट छ के भाउजू दिदीहरू दाइ भेनाहरू भएर हामीहरू जाँदैछौँ दिदीको घरतिर।
यहाँ हाम्रो यहाँ दाइ हुनुहुन्छ यता पेनाजी हुनुहुन्छ काग चढाउँदै हुनुहुन्छ हामीहरू जाँदैछौँ सरप्राइज दिनको लागि यहाँ छ आइसकेको छौँ बनकट्टी अब यहाँ दाइ दुईजना दाइ र भाउजू अब हामी त यहाँ कार अलिक ठुलो किन्न पर्ने भयो नि स्कर्पियो अब अलिक ठुलो अटाउन पर्यो अब हामी सबै भगवान् अगाडि नै उयो त जान्न त टोइलेटबाट होइन जाँदैन चुप ल कान्छी छ र ल बिस्नु यो चिच्चाको सुन्दै सब थपिहाल्छ खोइ त्यसको सुइट ए भुलाउ त जाऊ तिमीले बोका त त्यसलाई मान्छेले हेरिसक्छ पर्दैन कि अहिले हुँ गरौँला त होइन निकाल्नु गइसक्यो क्या तँ पनि हेर त लड्यो कि भयो यो हुन्न हेर पक्कै हिँड्यौँ त जाऊँ पहिला डुम्म गर्ने भिडियो छ के भयो हामी जाम के हामी निस्किनु ए बाबु यहाँ छ के ए भरे हाम्रो स्पिड खै यता कोस खै र के कोस खै र हिँड के हिँड पर्दैन अहिले छोड्नु पनि छैन यता आइज के बाबु हेर्न है बाबु भरि भयो बिचारा यहाँ त काट्नु भएन के लाइटरै भएन के उता अघि फोन गर्दा त बोल्दै बोल्नु भएको थिएन त कता कता हुनुहुन्थ्यो र हामी सबै थियौँ बाहिर पर्काउनु भन्थ्यौँ खान Yay, talo
टिका है त फेरि टिका नि लेखेन ए ल यस्तै छिरे पछाडिबाट यस्तरी फेरि यो पछि पूजा दिदी एउटा माग्नु त दुईटा गराउनु पर्छ यहाँ उसी हाल्नु नि मलाई भाइ पूजा दिदी लोक्ने छिरे नगर दिदीले त पाइन दिदीलाई त पाइन ल ल यता बोला यता आऊ यता भन त त्यो गरेको के मैले खै अहिले ए पाखुको बर्थडेको तेरो आमाले त हेर्दा राम्रै त आएको के अरे राम्रो निकाल्दै अझै राम्रो ब्युटिसियन बन्न पर्ने केरा भन्ने त उता जा ल्याइदिनु भयो ल कता आयो किन चारपट्टि देख्यो पूजा पूजा किन चारपट्टि भयो त्यस्तै हो के हामीहरूले के अरे उस सरप्राइज दिइसकेको थियौँ अनि लास्टमा मेरो फोनै अफ भएर अनि मैले यहाँ फोन चार्ज गरेको थिएँ अनि यहाँ अब हाम्रो एक्कासी यहाँ खाना पाक्दैछ पाकिसक्यो अब हामीले खाना खान लागेको खानाभन्दा पनि अब हल्का नास्ता पानी गर्न लागेको यहाँ हुन्छ बर्थडे गर्ल कस्तो लाग्यो अनि होइन विष्णु दिदी हामीले 1 महिनाको प्लान गरिरहेको थियौँ होइन 30मा दिदीलाई बर्थडे विस गर्दाखेरि हामीले दिदीलाई पनि दिएको नि त बर्थडे सरप्राइज अनि त्यही भएर अब यहाँ हाम्रो हल्का नास्ता पानी हुँदैछ यहाँ हुन्छ हाम्रो फुपू यहाँ नास्ता पानी हुँदैछ भेलाजोता दाईहरू यहाँ दाईहरूको हल्का फुल्का नास्ता पानी भेनाल पनि आउनु भयो हामी यहाँ नास्ता खाँदैछौँ अघि नै कारमा थियौँ अब हामी बसमा जान्छौँ हामीलाई छोडेर जानुभयो ल अब हामी जान लागेको कस्तो लाग्यो तिमीलाई अलि पर जा त कस्तो लाग्यो रमाइलो लाग्यो ल अब हामीहरू जान लाग्यौँ बस्नु तिहारमा नानी हो ल बस्दै आमा गयौँ हामी हस् बाई ल बस्नु ल बाई बाई अब हामी घर जाँदैछौँ यति उखेर भयो गाई र सबै जानु भइसक्यो सबै हटाउनु भएर अटोमा जान्छौँ यहाँदेखि अनि अलिक पर गएपछि फेरि बस चढेर जान्छौँ रमाइलो भयो कस्तो भयो तपाईँहरू कस्तो लाग्यो कस्तो लाग्यो एकदम रमाइलो लाग्यो महिला भेटेर आउँदा एकदम रमाइलो भयो अनि बहिनी दिदी पनि एकदम खुसी भए जे होस् फर्स्ट टाइम नै होला केक काटेको पनि यस्तै हाम्रो बर्थडेहरू मनाउने यताउति छैन कि त्यस्ता त्यस्तै